यति बेला म जलपाइगढीमा छु, जलपाइगढीको तेलीपाडामा छु अनि म गइरहेको छु सिलगढी तर्फ। अनि सिलगढी जाँदा जाँदा बीचमा यो तेलीपाडामा चाहिँ एकदमै दामी चिया पिउने ठाउँमा म आइपुगेको छु। यो हो टी जोनमा आइपुगेको छु, तेलीपाडामा रहेको है। अन्त यहाँ चाहिँ एकदमै दामी टेस्टी चिया पाउँछ। अनि यहाँ चाहिँ चिया हामी त कुन कुन चिया मात्रै थाहा छ नि त हामीलाई हैन, तर धेरै किसिमको चिया पाउँछ। हजुर जस्तो खानुहुन्छ त्यस्तै किसिमको चिया पाउँछ। अन्त म तपाईहरुलाई देखाइरहेको छु। अनि आज चाहिँ म एक्लै छुइनँ, म चाहिँ डुवर्स भ्रमणमा छु। डुवर्स भ्रमणको क्रममा चाहिँ म यता आएको छु। यहाँ हेर्नुस् यो चाहिँ टी स्टल है। अन्त हामी चाहिँ धेरैजना छौँ, म देखाउँछु। यता हुनुहुन्छ, हेर्नुहोस्, चिन्नुहुन्छ होला है उहाँ मिस ओके को च्यानल हेरिराख्नु भएका सम्पूर्ण दर्शकहरुमा मेरोबाट नमस्कार। उहाँकोबाट नमस्कार अरे है। तपाईबाट पनि नमस्कारै होला। नमस्कार। तपाईबाट पनि नमस्कार। नमस्कार है उहाँहरु चाहिँ हुनुहुन्छ, चिनाउनु पर्छ मैले, पर्दैन है, पर्छ। हाम्रो सुरक्षा सेन्चुरी दी हुनुहुन्छ, उहाँको बहिनी हुनुहुन्छ, उहाँको दिदी हुनुहुन्छ, अनि यहाँ हाम्रो दादा पनि हुनुहुन्छ। ब्लगमा ल्याउँदा केही प्रब्लम छैन नि? नो प्रब्लम। मिस ओकेको ब्लगमा यसरी प्रब्लम हुनु पनि भएन है। म देखाउँदैछु है, चिया दोकान चाहिँ यहाँ रहेछ। मैले दामी चिया भनिरहेको छु। मैले चाहिँ कडक एकदम जिन्जर टी भनेको छु। मलाई चाहिँ अदुवाको चिया मनपर्छ। उहाँहरू लस्सी खाइरहनु भएको छ। तपाईँले के मगाउनु भयो? मैले केसर टी। फेमस छ अरे नि यहाँको। यो दोकानै फेमस अरे नि त है। र त बहिनीको भिडियोजहरु चाहिँ एकदम प्रोडक्टिभ हुन्छ नि त हैन? अनि त्यही भएर तपाईहरु पनि कोही यो साइड ट्राभल गरिराख्नु भएको छ भने चाहिँ यहाँ आएर चिया खानुहोस् भनेर म भन्छु। तर एकछिनमा अझै भन्छु, म चिया पहिला टेस्ट गर्छु है, अनि भन्छु। मैले सुनेको मात्र छु टी जोन, यो हो टी जोन। अघि भने मैले टी जोन। ओके, चिया बनिँदैछ, दामी चिया बनिँदैछ, एकदम कडक टाइपको। तपाईहरुलाई थाहा छ त मिस ओकेलाई चिया कति मनपर्छ भनेर नि है। अन्त अब चिया पिउने हो। मेरो क्यामेराको पछि चाहिँ हुनुहुन्छ हाम्रो भाइ, जो चाहिँ यस्तो दामी टी दोकानमा, चिया दोकानमा आएर कफी खानेवाला छ है। रिग्रेट त उसलाई पनि हुन्छ अहिले एकछिनमा, हामी चाहिँ नदिने हो। म देखाउँदैछु है त, हेर्दै आइसकेको छ। यहाँ चाहिँ छ जिन्जर टी, अदुवाको चिया। मैले भन्नु पर्यो भने यता चाहिँ यो केसर टी छ। यो टेस्ट गरेर भन्छु है त म। साँच्चै दामी रहेछ। अदुवाको टेस्ट, अदुवाको फ्लेभर यस्तो दामी आयो नि। दामी मिठो रहेछ त चिया पिउनु न। हिजोको भन्दा मिठो छ। हिजो हामीले कालचिनीमा एकदमै मिठो चिया पिएको थियौँ, अनि आज त्यो भन्दा मिठो रहेछ। सोचेको भन्दा धेरै मिठो है। सोचेको भन्दा पनि मिठो रहेछ चिया चाहिँ। तर पकाएको चाहिँ मैले देखिनँ, कसरी बनाउनु थियो त्यो थाहा छैन, नभए देखाउँथेँ नि तपाईँहरूलाई होइन। अन्त एकदमै राम्रो रहेछ। यो चाहिँ जलपाइगढी तेलीपाडामा हो। मिठो चिया दि टेस्ट गरेर भन्नुहोस् न कस्तो रहेछ अहिले। आज कस्तो लाग्छ है? मिठो। यो चाहिँ नि कस्तो खालके लाग्यो भन्दा त बहिनी, काठमाडौँमा चिया अड्डा, चिया घर है, चिया घरमा पनि फेमस छ नि त। त्यहाँ चाहिँ कि यो चियाको लागि चाहिँ फेमस छ कि त्यही सेम टेस्ट पाए क्या दामी। यहाँ चाहिँ प्लिज सबैजनाले भिजिट गर्नु होला। यो हो टी जोन चाहिँ बेस्ट टी। यहाँ चिया बनाउनु त्यहीँबाट आउनु त भएको होइन होला नि है। कस्तो मिठो, साँच्ची नै मिठो रहेछ। तपाईहरु यहाँबाट ट्राभल गरिरहनु भएको छ भने एकपल्ट पक्का पनि आएर यहाँ तपाईहरु टी लभर हुनुहुन्छ भने आउन सक्नुहुन्छ है। म चाहिँ टी लभरमा परे, त्यही भएर चाहिँ हेर्नुस् त यहाँ के हुँदैछ। दामी, कस्तो मिठो के छ चिया, दामी 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 हो। मलाई अब त्यो मेरो त्यस्तै छ चिया हो। म कसलाई टेस्ट गर्नु दिउँ भनेर। लु यहाँ एकछिन म देखाउँदैछु एकछिन। यो चाहिँ मेरो चाहिँ जिन्जर। कस्तो अरे भाइ? ऊ भाइको त कफी पो आयो। भाइ टेस्ट गरेर भन् त। देखिहाल्नु भयो होला। यहाँ चिया चाहिँ हामी खाँदैछु सबजना बसेर, एकदमै टेस्टी चिया। यहाँ के भन्दैछ तपाईँहरू सुन्नु होला। कफी मगाएर चाहिँ रिग्रेटै गरेँ मैले क्या। चिया एकदम दामी रहेछ क्या।
फेरि म केसर चिया मगा नि त एउटा केसर चिया मगा नि त फेरि लु ल ल म टेस्ट गर्छु ओके ओके दामी है मगाए सकिसकेर चिया यो चाहिँ मेरो सेकेन्ड हो हेर न ल गर्नु ल कुन चाहिँ दामी रहेछ जिन्जर टी कि केसर टी मन पर्यो अब म टेस्ट गर्छु ए यहाँ चाहिँ आयो केसर टी है यो चाहिँ मुनि राखेको छु चिया पिउँ कि यहाँ राखौँ भयो नि यो हेरौँ न अझै कुरा खाएर भन्छु मैले दुईटामा मलाई छुट्याउनु सकिनँ वाउ साँच्ची नि म 100%मा 100% नै रिकमेन्ड गर्छु तपाईँहरू आएर पक्का चिया पिउनु सक्नुहुन्छ यहाँनिर म जस्तो टी लभर हुनुहुन्छ भने होइन साँच्ची नै मिठो रहेछ